बालेन शाहले आफ्नो मुखबाट एजेन्डा भन्दै भन्दैन यसलाई किन भोट दिने भन्नेहरूले यो भिडियो एकचोटि मजाले हेर्नुहोस् त। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। हो त सुन्नुभयो होला नि, झोलेहरूको सातो पनि गएको होला कि बालेन शाह पब्लिक अगाडि फेस गर्न सक्दैन, जनता फेस गर्न सक्दैन, अगाडि गएर उभिएर जनताको अगाडि 2 शब्द पनि राख्न सक्दैन भन्नेहरूको लागि आज बालेन शाह ठाउँ ठाउँमा कार्यक्रम गर्दै जनताको आवाज सुन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्दैछन्। त्यति मात्र होइन, घर दैलो गर्दैछन्, अझै घर घरमा पुगेर आवाज सुन्दैछन् है। सबै जनताको सबै ठाउँ सबै नेपाललाई जोड्ने, एकमुष्ट नेपाललाई चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ उनी अगाडि बढेका छन् है। अब काङ्ग्रेसले यो ठाउँको बाटो बनाउँदैन, काङ्ग्रेसले जितेन भने ठाउँको बाटो बनाउँदैन, काङ्ग्रेसले भोट नपाएको ठाउँमा काङ्ग्रेसले भन्दैन, एमाले भोट नपाएको ठाउँमा एमाले बाटो बनाउँदैन। तर हामी आयौँ भने सबै काङ्ग्रेस एमाले कोही भन्दैनौँ, हामी आयौँ भने सबै नेपालका सम्पूर्ण बाटोहरू बन्छन्, सम्पूर्ण ठाउँहरू बन्छन्, सबैले चाहिने कुरो स्वास्थ्य सेवाहरू सबै मिल्छ।